नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय समितिको बैठकले आयोगको निर्णय विरुद्ध कानुनी लडाई लड्न खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापालाई आधिकारिकता दिएर देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो। मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी कार्यवाही गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरिन्छ। देउवा पक्षले आयोगले गरेको निर्णयलाई नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत रहेको ठहर गरेको छ। बैठकले आयोगको निर्णयलाई दुराशयपूर्ण र दूषित मनसायबाट प्रेरित रहेको निष्कर्ष निकालेको छ।